मसँग छ आज होममेड प्रोटिन पाउडर। यो बनाउन मेरो टोटल खर्च चाहिँ 1000 लाग्यो भने यसमा छ 100 ग्राममा चाहिँ 25 ग्राम प्रोटिन प्लस यसमा अब रिक्वायर्ड हेल्दी फ्याट्स एमिनो एसिडहरू सबै चाहिँ गुड एमाउन्टमा छ। हेलो एभ्रिवान, मसँग छ आज होममेड प्रोटिन पाउडर। अब यसलाई साधु भन्दा पनि हुन्छ। यो बनाउन मेरो टोटल खर्च चाहिँ 1000 लाग्यो भने यसमा छ 100 ग्राममा चाहिँ 25 ग्राम प्रोटिन र हामीले डेली चाहिँ यदि यसलाई 50 ग्राम चाहिँ कन्ज्युम गर्यौं भने यसमा हुन्छ 12.5 ग्राम प्रोटिन र 50 ग्राम डेली कन्ज्युम गर्यौं भने हाम्रो चाहिँ यो 1 मन्थसम्मलाई चाहिँ इजिली पुग्छ है त। प्लस यसमा अब रिक्वायर्ड हेल्दी फ्याट्स एमिनो एसिडहरू सबै चाहिँ गुड एमाउन्टमा छ। सो यो होममेड प्रोटिन पाउडर बनाउँदाखेरि चाहिँ 1000 हैन त्योभन्दा कम पैसामा पनि बनाउन सकिन्छ हामीले, किनकि यहाँ भएको धेरै जसो इन्ग्रेडिएन्ट्सहरू चाहिँ हाम्रो घरको किचनमा चाहिँ एभाइलेबल छ। जस्तै कि मुङ या मुसुरको दाल, अनि सोयाबिन चङ्क्स या भटमास, अनि त्यसपछि चना, अनि त्यसपछि मकै, अनि जिरा हाल्नुको इन्क्लुड गर्नुको रिजन चाहिँ के भन्दाखेरि जिराले चाहिँ हाम्रो प्रोटिन एब्जर्प्सन रेट चाहिँ हाई गराउँछ र यसमा टोटल प्रोटिन छ 422 ग्राम र पर 100 ग्राम चाहिँ कति प्रोटिन छ भने निकाल्नलाई चाहिँ मैले चाहिँ यसलाई 422 into 100 डिभाइड बाई 1700 गरेर चाहिँ पर 100 ग्राम चाहिँ 24.9 ग्राम छ भने निकालेको छु। सो पर डे बेसिस चाहिँ क्यालकुलेट गर्दाखेरि यदि हामीले 50 ग्राम चाहिँ डेली कन्ज्युम गर्यौं भने यसलाई पर्न जान्छ हाम्रो 30 रुपीज र यसमा छ टोटल 250 ग्राम क्यालोरिज, अनि यसमा चाहिँ हाम्रो टोटल प्रोटिन चाहिँ 12.5 ग्राम। पछि कन्ज्युम गर्ने बेला चाहिँ डाइजेसन इस्युहरू नहो भनेर चाहिँ मैले चाहिँ यहाँ भएको सबै 12 वटा इन्ग्रेडिएन्ट्सहरूलाई चाहिँ सुरुमा पहिला मजाले भुटेको छु, अनि त्यसपछि चाहिँ बल्ल मिक्सरमा हालेर पिनेको छु र यसमा जस्तै काजु, आलमोन्ड, अनि वालनट्स, पम्किन सिड यिनीहरू चाहिँ धेरै नभुटे पनि के हुन्न, तर हल्का भुट्यो भने फ्लेभर चाहिँ राम्रो आउँछ भन्ने सोचले चाहिँ मैले चाहिँ यिनीहरूलाई भुटेको। मेन छ हाम्रो चाहिँ यसमा भुट्न पर्ने भनेको एउटा मकै, त्यसपछि छ हाम्रो जिरा पनि भुट्यो हुन्छ, अनि चनालाई अब काँचिन हामी यसलाई पनि पहिला मजाले भुटौँ। त्योभन्दा अगाडि यसमा चाहिँ चना र हाम्रो चाहिँ सोयाबिनमा चाहिँ के हुन्छ भन्दाखेरि डट पार्टिकल्सहरू चाहिँ धेरै हुन्छ है। त्यही भएर सुरुमा हामीले यसलाई पहिला मजाले मिच्ने, पानीले हाल्ने फेरि यतिकै मजाले मिच्ने, अनि त्यसपछि चाहिँ बल्ल यसलाई चाहिँ भुट्ने, अनि सोयाबिन यो भट्टा पनि भुट्ने, अनि हाम्रो मुङको दाल छ यो पनि भुट्ने र हाम्रो जुन यो चाहिँ होममेड साधु छ त्यो चाहिँ हामीले तातो पानीमा या दुधमा जेमा हालेर खाए नि हुन्छ। मैले चाहिँ बेलुका सुत्नुभन्दा अगाडि चाहिँ यसलाई तातो पानीमा हालेर कन्ज्युम गर्छु र यसको टेस्ट भन्दाखेरि चाहिँ टेस्ट चाहिँ त्यस्तो राम्रो चाहिँ हुन्न है।